हिजोको मेरो भाइले चाहिँ मैले जहाँबाट ट्रेड लिएको थिएँ त्यहाँबाट यति पनि ड्रडाउन नगइकन प्रफिटमा गइरहेको छ। मैले हिजो यो जुन इन्गल्फिङ तपाईँहरूले क्यान्डल देख्न सक्नुहुन्छ यहाँनिर। यो इन्गल्फिङ क्यान्डलमा र मेरो इएमए भन्दा माथि त्यो इन्गल्फिङ क्यान्डल क्लोज भएपछि चाहिँ बाई सेटअप लिएको थिएँ। मैले यो बाई चाहिँ 5% को $100,000 फन्डिङ च्यालेन्ज 2 स्टेपको र अनि $60,000 को फन्डेड अकाउन्ट 5% मै लिएको छु। अहिले चाहिँ यो प्रफिटमा चलिरहेको छ। अब के हुन्छ? यसले टेक प्रफिट हिट गर्छ कि स्टप लस हिट गर्छ अथवा यो बिचमै क्लोज हुन्छ? त्यसको तपाईँहरूलाई अर्को भिडियोमा दिनेछु है त। मेरो भिडियो चाहिँ एकदम जिगज्याग आउँछ। एउटाको इन्ट्री देखाउँछु अनि त्यसको यो कम्प्लिट भइसकेपछि यसको अपडेट दिन्छु भनेर चाहन्छु म, तर फर्केर आउँदैन। किनभने कोही मान्छेहरू त्यसरी मेरो यसको के भयो होला ट्रेड भनेर कुरेर बसेको मैले भेट्दिनँ। अनि त्यो नभएपछि मलाई बनाउन च्याउ लाग्छ। जहिले मलाई बनाउन मन लाग्छ मैले त्यसले नै बनाउँछु। अब अहिले बनाउन मन लाग्यो त्यसैले मैले यसको इन्ट्री तपाईँलाई देखाएको छु अनि अपडेट दिन्छु भनेर भनेको छु। तर यहाँ कसैलाई मतलबै छैन मेरो अपडेटको, त्यही भएर मलाई आफूलाई मन लाग्यो भने फेरि अपडेट दिन्छु, मन लागेन भने दिँदिनँ। तर यहाँ कसैले सिरियसली कुरिरहनु भएको छ यसको के भयो होला अपडेट भनेर भने चाहिँ मलाई कमेन्ट गर्नु होला। म तपाईँहरूलाई त्यसको लागि चाहिँ भिडियो बनाउँछु। मेरो अहिले करेन्टली 2वटा च्यालेन्जहरू चलिरहेको छ। एउटा चाहिँ E8 मार्केटमा $50,000 को 1 स्टेप अनि 5% मा 100,000 को 2 स्टेप। यो 2टा च्यालेन्ज चलिरहेको छ अनि मेरो फन्डेड अकाउन्ट चाहिँ एउटा छ। त्यो चाहिँ $60,000 को 5% को हो। अब मेरो प्लान भनेको चाहिँ क्यापिटल अलिक ग्रो गर्ने भन्ने छ। तर अहिले चाहिँ बजारमा फेरि यो प्रफर्महरू एकदमै धेरै पे आउट डिनायलहरू गरिरहेको न्युजहरू आइरहेको छ। पे नगरेको अनि अकाउन्ट यत्तिकै फ्रिज गरिदिएको, यो कुराहरू पनि चलिरहेको छ। यसले गर्दा चाहिँ हल्का अब राइट टाइम थियो कि थिएन मैले च्यालेन्जहरू धेरै लिने भनेर अहिले सोचिरहेको छु। खास गरी मेरो प्लान त अझै जिएफटीको पनि 50 अथवा 100K को नयाँ च्यालेन्ज अनि फन्डेड नेक्स्टको पनि अनि फन्डिङ पिप्सको पनि गरेर अराउन्ड 500K जतिको क्यापिटल चाहिँ बनाउने भन्ने मेरो प्लान थियो। तर अहिले चाहिँ जुन अहिले मार्केटमा चलिरहेको हल्लाहरू छ त्यसले गर्दा चाहिँ म अलिकति ब्याक भएको छु। तर सकेसम्म चाहिँ म फ्युचर्समै जाने प्लानमा छु। तर फ्युचर्समा चाहिँ म स्विङ ट्रेडर भएको कारणले गर्दा त्यहाँ ओभरनाइट होल्डिङ हुँदैन अनि विकेन्ड होल्डिङ हुँदैन। त्यसैले मेरो स्ट्र्याटेजीले चाहिँ त्यसमा अलिक काम गर्न गाह्रो हुने भएको भएर म सोच्दैछु एउटा कुनै वे निक्लिन्छ कि यही स्ट्र्याटेजीलाई फ्युचर्समा युज गर्ने भनेर सोचिरहेको छु। यदि मैले त्यो कुनै माध्यम भेट्टाएँ भने चाहिँ म आधी यता सिएफटी अनि आधी चाहिँ फ्युचर्स गरेर 2टै ट्रेड पनि गर्न सक्छु। तर अहिलेको लागि चाहिँ म स्विङ ट्रेडर हो अनि मलाई चाहिँ फ्युचर्समा गाह्रो हुन्छ सस्टेन हुनलाई। पास गर्न गाह्रो भएन, अस्ति मैले पास पनि गरेँ होइन। तर अ, मिल्दैन क्या। अब बिहानको 3 बजे 4 बजे मार्केट क्लोज हुनुभन्दा अगाडि मैले ट्रेड क्लोज गर्नुपर्ने हुन्छ अनि त्यति बेला उठेर क्लोज गरेर फेरि सुत्न गाह्रो हुने भयो भएर मलाई चाहिँ आफ्नो स्ट्र्याटेजी यस्तो बनाउन मन लाग्छ जुन चाहिँ फलो गर्न एकदम इजी होस्। त्यसको लागि एक्स्ट्रा केही गर्न नपरोस् क्या। मेरै अ, एकदम सजिलोको लागि चाहिँ मैले आफ्नो सिस्टम त्यही त्यही तरिकाले बिल्ड गर्छु। फ्युचर्सको लागि पनि अझै डेडिकेट भएर लाग्यो भने मैले कुनै न कुनै सिस्टम बनाउन सक्छु। अहिले त्यसरी लागेको छैन। अब हेरौँ त्यो पनि दिन आउनसक्छ। आयो भने तपाईँहरूलाई सेयर गर्नेछु। अहिले चाहिँ म सिएफटीमै स्विङ ट्रेडिङ गर्दैछु। मोस्ट प्रोबेबली मैले 5% जसको $60,000 मा केही टाइममै पे आउट रिक्वेस्ट गर्न सक्छु होला। किनभने अहिले चाहिँ म लगभग $100 जति अप छु $60,000 मा अनि अब $200-300 जति प्रफिट भएपछि मैले चाहिँ पे आउट रिक्वेस्ट गर्ने प्लान गरेको छु। किनभने अहिले 5% मा पनि एकदम पे आउटहरू डिनायल गरेको यस्तै कुराहरू सुनिरहेको छ। त्यसैले मैले 500, 1000, 1500, 2000 को प्रफिट रिक्वेस्ट गर्ने मैले प्लान बनाएँ भने चाहिँ मेरो पनि पे आउट डिनायल हुनसक्छ। तर $200-300 भनेको तिनीहरूको लागि त्यस्तो गाह्रो हुँदैन। त्यसैले तिनीहरूले पे गर्न सक्छन्। त्यही अनुसार चाहिँ मैले ठ्याक्क सकेको मिनिमम पैसा चाहिँ पे आउट रिक्वेस्ट गर्ने भनेर सोचिरहेको छु। के हुन्छ त्यसको पनि तपाईँलाई अपडेट दिनेछु।